प्रधानमन्त्री तपाईँ चाहिँ वायुबङ्गी घोडामा रकेटमा दौड्नु छ, तपाईँको पछाडि जनता छ के, जनता जनार्दन। बालेन रियल हिरो है बालेन रियल, बालेनको विकासको सोच, बालेनको त्यो चाहिँ त्यो जुन तरिका ब्रेन छ, त्यो दिमाग छ, त्यो सुपर कम्प्युटर छ क्या। त्यो सुपर कम्प्युटरलाई हामीले अब खोल्न दिनुपर्छ, एकदम फराकिलो हुनुपर्छ। संसारलाई उहाँले नेपाल चाहिँ हिजोको साहित्यकारले भने जस्तो संसारको त्यो शिखर, सगरमाथा शिखरमा 5 वर्षमा पुर्याउने एउटा आधार तयार गर्ने हो। यो आधार चाहिँ बालेन्द्र शाहले नै तयार गर्नुहुन्छ। यसमा चाहिँ राष्ट्रपाले उहाँलाई भरपुर सहयोग गर्छ। त्यस हुनाले तपाईलाई लाग्छ 182 जना त्यो होनार सांसदहरू, देश विकास गर्ने सांसदहरू, अर्थतन्त्र उन्नयन गर्ने सांसदहरू त्यहाँ भएको कारणले देश त अब दौड्ने होइन, उडो कहाँ उडो अब देश बन्यो कि ढुक्क यसरी हुनुहोस् कि तपाईँ। जस्तो बालेन शाह सुपर फास्ट भन्दा पनि अहिलेका गृहमन्त्री झन् सुपर फास्ट भइसक्यो। होइन त्यो त एउटा हेर्नु कति राम्रो कम्बिनेसन छ। टक्क त्योको एउटा चाहिँ तपाईँले F-35 विमान भन्ने छ नि, अमेरिकाले हान्छ नि, त्यो कस्तो विमान हुन्छ अरे मैले पढेर थाहा पाएको। त्यो पाइलोटको आँखाको चाहिँ यस्तो एङ्गल हेरेर त यता पनि घुम्ने, उता पनि यसो हेऱ्यो भने माथि हो। त्यस्तै अहिले बालेन्द्र शाहको सङ्केत ठ्याक्क सुदन गुरुङजीले बुझ्नुहुन्छ। त्यसपछि त बोल्न नि पर्दैन, केही गर्न नि पर्दैन। त्यस्तो एउटा डेडिकेसन, त्यस्तो एउटा नेटवर्क, त्यस्तो एउटा क्याबिनेट, त्यस्तो एकत्रित हुनु पर्यो। त्यस हुनाले अझै मैले भन्छु, अझै यो 2टा मन्त्रालय नाम नले, अझै यो 2टा मन्त्रालयमा गडबड भइरहेछ। अझै त स्पिडमा जान सक्ने उहाँहरू अलमल्लिनु भएको छ। त्यस्तो बरु बालेन शाहले अझै विज्ञता खोजेर पार्टीसँग मनाएर एकदमै त्यो स्पिडी, अचल त थाहा छ नि एउटा वर्ड स्पिडी रिवार्ड भन्छ नि, स्पिड भएर मात्र त्यसको रिवार्ड पनि सँगै आउनु पर्यो। स्पिडी रिवार्ड सुदन गुरुङहरू जस्ता चाहिँ मान्नेहरूलाई स्पिडी रिवार्डमा ल्याएर देशलाई संसारका मिडियाले नेपालको मात्रै चर्चा गरौँ, त्यस्तो खाले अभियान मन्त्रीमण्डल गराउनु पर्यो। संसारका मिडिया किन, अमेरिकाको टप टाइम म्यागजिनले ल हेर्नुहोस्, प्रधानमन्त्री भागमा संसारभरिका टपले लौ न हजुरको इन्टरभ्यू लिन पाऊँ भनेर आवेदन हाले। मोदी भन्दा अगाडि बालेन आयो क्या यहाँ। बस हो, हेर्नु न अहिले नि नियुक्ति भएको 14 दिनमै संसारको टप 14औं शक्तिशाली मान्छे। तपाईलाई अर्को वर्ष लाग्छ संसारको 1 नम्बरको शक्तिशाली बालेन्द्र शाह। तपाईलाई कति गर्व हुन्छ, नेपाल जस्तो सानो देशमा, भ्रष्टाचार भइरहेको देशमा, अर्थतन्त्रै नभएको देशको एउटा मान्छे संसारको सबैभन्दा शक्तिशाली मान्छे भनिरह। त्योभन्दा ठुलो गर्व, त्योभन्दा ठुलो साहस, त्योभन्दा ठुलो हिम्मत हाम्रो लागि के हुन्छ, जिरिङ्ग पार्ने हुन्छ। त्यस हुनाले उहाँलाई नेपाली जनताले हजुर अगाडि बढ्नुस्, पछाडि केही छौँ, पछाडि केही भने हामी छौँ भनेर आम नेपाली जनताले भन्नेवाला छ क्या। यस्तो कुराहरू, यस्तोलाई फाउन्डेसन बनाउने कुराहरू, यस्तोलाई मजबुत गराउने कुराहरू, देशलाई चिनाउने कुराहरू, अर्थतन्त्र सुधार्ने कुराहरूमा हेर्नुहोस् उहाँले जे गर्नुभएको छ, सही गर्नुभएको छ। अझै यो 2टा मन्त्रीहरूलाई चेन्ज गरेर विज्ञहरूलाई झिकाएर देशलाई बनाउने हो। 1 2 3 100 दिनमै बनाउने, अरू दिन चाहिँ हेर्दै जानुहोस् नेपाल अब बन्यो।